साथीहरु नमस्कार। यो सन्ध्याकालीन अपडेटमा म उपस्थित भएको छु र तपाईहरुलाई केही कुराहरु शेयर गरौँ भनेर म अगाडि आएको छु। चुनाव अब आउनै लागिसकेको छ, तर एकाथरी चाहिँ यस्तो हुँदो रहेछ कि एउटा एकाथरी तत्त्व चाहिँ चुनाव भइरहँदाखेरि पनि चुनाव हुँदैन 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 भन्ने खालका तत्त्वहरु पनि हुँदा रहेछन्। हुन त उनीहरुको आफ्नो प्लानिङ पनि होला, सायद एकाथरी शक्तिहरु चुनाव नहोस् भनेर भाड्न लागिपरेका छन् र उनीहरुकै भोइस हुनुपर्छ भन्ने मलाई लाग्छ यो, हैन। तर पनि एउटा सवाल चाहिँ के हो भनेदेखि मैले पहिलेदेखि उठाउँदै आएको चुनावले के दिने भन्ने कुरामा पहिला पनि क्लियर थिएन। अब यही संसद दिने, यही त्रिशंखु संसद दिने र यसै गरी जोड घटाउ हुने, भोलि मोलमलाई किनबेच हुने र एउटा चाहिँ भनौँ न विजातीय भनौँ न त्यो अड समूह बीचको एलायन्स हुने, के को लागि भन्दाखेरि सत्ताको लागि। अनिखेर त्यो सत्ताले फेरि के दिने भन्दाखेरि करप्सन दिने, करप्सन गर्ने, सर्भिस रोक्ने। यदि नै हुने भने त फेरि अर्को संसद, अर्को निर्वाचन, अर्को सरकारले के गर्छ त? के जनतामा चाहिँ के आउँछ त? यत्रा जेनजी शहीदहरुको चाहिँ कसरी सम्मान हुन्छ त? यो क्वेशन चाहिँ टटकारो छँदैछ। तर हुँदाहुँदै पनि इलेक्सन नहुनु भनेको चाहिँ फेरि के हो त भन्दाखेरि डेमोक्रेटिक सिस्टम प्रोसेस रोकिनु हो। नेभर क्रस द डिप इन मल्टिपल जम्प भन्छ के। खाल्टो क्रस गर्नु छ भने एकैचोटिमा गर्नुपर्छ। एकचोटि खाल्टोमा छिरेर अनि फेरि क्रस गर्छु भने खाल्टोबाट निस्किँदैन। म यो दुईटा कन्टेक्स्टलाई जोड्दैछु। एउटा कन्टेक्स्ट यहाँ के भयो भने जेनजी आन्दोलनपछि एकैचोटिमा खाल्टो क्रस गर्न खोजेको भएदेखि यो यसबाट अवतरण हुन्थ्यो। किनभने संविधान संशोधन गरेर यो विषयमा राष्ट्रिय बहस गरेर नयाँ संविधान बनाएर अथवा अन्तरिम संविधान बनाएर अगाडि बढेको भएदेखि के हुन्थ्यो भन्दाखेरि एकै शिकारले भनौँ न एकै चोटले दुईटै काम हुन्थ्यो। तर यसमा त्यो म्याच्युरिटी आएन, म्याच्युरिटी देखिएन। अब जेनजी भाइ बहिनीहरूलाई थाहा छैन होला, अरूले पनि लिडरसिप लिने अवस्था लागेन। एक खालको अनार्की, एक खालको मोब रुलको अवस्था रह्यो। त्यो भइसकेपछि त्यो हुनु स्वाभाविक पनि हो। अब नेक्स्ट कुरा म के भन्दैछु भने पुरानाहरूले देश चलाउन सक्दैनन्, त्यो स्वाभाविक कुरो हो। किनभने उनीहरूसँग न त्यो ल्यागत छ, न इच्छा शक्ति छ, न त्यो बुझ्ने क्यापेसिटी छ। किनभने यो चाहिँ कस्तो भने अहिले चाहिँ अब तपाईँको चाहिँ भनौँ न एउटा जेन नेक्स्ट अथवा जेन 5, जेन 6 अथवा न्यू जेनेरेसनको जुन प्रोडक्ट आछ त्यो तपाईँले पुरानो भर्सनको हार्डवेयरमा चलाउनु पनि चल्दैन। अब तपाईँले भने मतलब तपाईँको आजभन्दा 15 वर्ष अगाडिको कम्प्युटरमा अहिले तपाईँले विन्डो 10, 11 हाल्नु हो भने चल्दैन क्या। भनेको त त्यो एकदम स्लो हुन्छ। त्यो स्वाभाविक कुरो हो। किनभने ओल्ड माइन्डसेट, ओल्ड स्टडी, ओल्ड नलेज, ओल्ड कन्सेप्ट, त्योबाट यो दुनियाँ कहाँबाट कहाँ पुग्यो थाहा छैन। त्यसकारणले अहिले अब के भने अब देश बीचको वार मान्छे नमरिकन हुन थालिसक्यो भने मतलब अर्काको देशमा ड्रोनले अट्याक गर्न थालिसक्यो भनेको बिना मान्छेको क्षति, आफ्नो मान्छेको क्षति मान्छेले अरू देशलाई सिधाउन थालिसके। तपाईँले भेनेजुएला केसहरू हेर्न सक्नुहुन्छ जहाँ प्रविधिको उच्चतम प्रयोग भइरहेको छ। त्यो मात्रै होइन, अहिले वर्ल्डमा हेर्नु हो भने पोजिटिभ साइडबाट नि हेरौँ न, त्यो हतियारको मात्रै कुरा नगरिकन नयाँ पोजिटिभ साइडमा हेर्ने हो भने यति धेरै ड्रास्टिक चेन्ज आइसकेको छ कि त्यो तपाईँले सोचे भन्दा एकदम बियोन्ड इमेजिनेसन छ, होइन। किनभने इन्डस्ट्रीहरूमा भएको अटोमेसनदेखि लिएर तपाईँले अरू प्रोसेस इन्डस्ट्रीका डिफ्रेन्ट प्रोसेसमा आएको अटोमेसनहरू भनेको चाहिँ एकदम हेभिली तपाईँले हेर्नुभयो भने यसले के छ भने वर्ल्ड मान्छेको थट प्रोसेस नै चेन्ज गर्ने अवस्थामा पुगेको छ। यो बेला हामी के बहस गरिरहेका छौँ भन्दाखेरि यो मान्छे यसो गरे उसो गरे त्यो होइन। सिस्टम उनीहरूले प्रोजेक्ट गरेको सिस्टम कतिको कम्प्याटेबल छ भनेको मतलब तपाईँले अहिले घोषणापत्रमा अथवा तपाईँले आफ्नो एजेन्डाको रूपमा प्रस्तुत गरेका जुन सरकार अथवा शासकीय स्वरूप अथवा चाहिँ जुन मेकानिजमको कुरा गरिरहनु भएको छ त्यो मेकानिजम नै आउटडेटेड पो छ कि त्यो विषयमा बहस नभइकन यहाँ व्यक्तिको विषयमा बहस भइरहेछ। त्यो वास्तवमा दुर्भाग्यपूर्ण कुरा हो। तर पनि यदि ओल्ड जेनेरेसनबाट न्यू जेनेरेसनमा स्विच हुने कुरा हो भने त्यसलाई अवश्य पनि मान्न सकिन्छ। पछिल्लो समय पर्टिकुलरली पार्टी बेस्ड कुरा गर्ने हो भने सर्टेन पार्टीमा सेकेन्ड जेनेरेसनको लिडरसिप नै देखिएन है। त्यहाँ कसलाई लिडरसिप दिने भन्दा लिडरै छैन, कसलाई दिने? अब नेपाली कांग्रेसको एटलिस्ट गगन थापाले हिम्मत गरेर गगन थापा एउटा प्रोजेक्टेड रूपमा चाहिँ ल यो चाहिँ लिडर हो भनेर पब्लिकली समेत यसै गरेको लिडर थियो भने अरू पार्टीमा खै त? अरू कुनै पनि पार्टीमा देखिँदैन यो फलानु व्यक्ति चाहिँ लिडर हो भनेर। त्यो लज्जास्पद कुरा हो। अर्को कुरा के छ भने अ गुड लिडर इज द्याट हु क्यान प्रड्युस एनदर गुड लिडर भनेको एकजना राम्रो लिडर भनेको को हो भने जसले अर्को राम्रो लिडर प्रड्युस गर्न सक्छ। हाम्रा नेताहरू राम्रा भनिरहँदाखेरि उनीहरूले आफ्नो सक्सेसरहरू कहाँ तयार गरे त? छैन नि त, होइन। किनभने त्यो राणाकालको सोच के थियो भने जनता शिक्षित भयो भने हाम्रो शासन चल्दैन। त्यसै गरी ट्यालेन्ट मान्छे बस्यो भने हाम्रो पार्टीमा यिनीहरूले विरोध गर्छन्, बोल्छन्,
त्यो भएर अलिकति गमारहरू लठैदहरू राखेर चाहिँ पार्टी चलाउँ भन्नेतिर गयो। त्यसले गर्दा के भयो भन्दाखेरि होल पार्टी कोल्याप्स भयो। तर के म आम सर्वसाधारणलाई के भन्न चाहन्छु भने पार्टी भनेको कुनै व्यक्ति अथवा त्यो फलानु पार्टी मात्रै होइन। पार्टी कमजोर हुँदा देशै कमजोर हुन्छ, त्यो बुझ्नुपर्छ है। किनभने मल्टिपार्टी सिस्टममा कुनै पार्टी कमजोर हुनु अथवा पार्टी चाहिँ भ्रष्टाचारमा लिप्त हुनु अथवा पार्टी चाहिँ आफ्नो आचरणभन्दा बाहिर जानु भनेको चाहिँ के हुन्छ भने त्यसले होल कन्ट्रीलाई नै आचरणबाट बाहिर लान्छ, कन्ट्रीकै सिस्टम डिरेल हुन्छ। अहिलेको अवस्था यो भने के भने हामी कहाँ भएका पार्टीहरू नै सिस्टमभन्दा बाहिर गए, त्यसको नतिजा चाहिँ हामीले अहिले भोगिरहेका छौँ। यो सन्दर्भमा हेर्दाखेरि चाहिँ हामीले कसरी हेर्नुपर्छ भने अब हामीले कन्ट्रीको ट्रान्सफर्मेसनको कुरा गर्दाखेरि कहाँ कहाँ समस्याहरू छन् त्यो आइडेन्टिफाई गर्नु पर्यो। अहिले तपाईँले हेर्नुभयो भने मैले जहिले पनि भनिरहेको छु, बाटामा हिँड्नुहोस् रोड जस्तो छैन, पुलिस जस्तो छैन, टिचर जस्तो छैन, डक्टर जस्तो छैन। जहाँ पनि तपाईँ हस्पिटलमा गएर डक्टरले काट्दाखेरि त मेरो किडनी निकाल्दै लागि भन्ने डर छ। त्यो भने के हो भन्दाखेरि यो दण्डहीनता र एउटा अराजकताको पराकाष्ठ हो। एउटा कुरो विश्वास छैन, अर्कोतिर ती खालका घटनाहरू के घटेका छन् त्यो आधारमा मान्छेको विश्वास लुज भयो हो नि त। त्यसकारणले यी सवालहरूमा चाहिँ हामीले के गर्नुपर्ने छ भने स्टेट मेकानिजम, स्टेट बलियो स्टेट भएपछि मात्रै अरू कुराहरू बलियो हुन्छ। स्टेट मेकानिजममा के हुनुपर्छ भने एउटा चाहिँ स्टेटको भिजन हुन्छ, राज्यको के हुन्छ, अब नेपाल के हो त भन्दाखेरि दुनियाँको 101 अथवा सबभन्दा शक्तिशाली राष्ट्र हो भन्ने हो कि सबभन्दा शान्ति राष्ट्र हो कि शान्ति क्षेत्र हो भन्ने हो कि अथवा वर्ल्डको क्रिएटिभ कन्ट्री हो। क्रिएटिभ कन्ट्री पनि हुनसक्छ, क्रिएटिभ कन्ट्रीको कन्सेप्टमा हामी जान सक्छौँ है। जसरी स्टार्टअप नेसन छ त्यसै गरी क्रिएटिभ नेसन हुनसक्छ। क्रिएटिभ नेसन भने के हुन्छ भने तपाईँ हरेक सेक्टरमा नयाँ नयाँ आइडियाहरू प्रोपोगेट गर्ने र दुनियाँलाई त्यो आइडिया बनाएर बन्डलमा बेच्ने क्या भनेको सफ्टवेयर बनाउला अथवा नयाँ कन्सेप्ट बनाउला, म्यानेजमेन्टका नयाँ कन्सेप्टहरू होलान्, एग्रिमेन्टका नयाँ कन्सेप्टहरू होलान्, लका नयाँ कन्सेप्टहरू होलान्, नयाँ कन्सेप्टहरू बनाएर दुनियाँमा बेच्ने पनि हुनसक्छ। यो हामी नयाँ चिज गरौँ भन्ने नै छैन, दुनियाँले गरे त्यसकारण हामी गर्नुपर्छ भनेर लबी गरेर बल्ल बल्ल गर्नेमा गइसकेपछि हामी अहिले पनि जहिले पनि सेकेन्ड ह्यान्ड युज गर्ने मात्रै हुन्छौँ। हामी फर्स्ट ह्यान्ड के हुनसक्छ, ल मानौँ न, ल यो कन्ट्रीलाई प्रोजेक्ट गरौँ, नेपाल चाहिँ क्रिएटिभ कन्ट्री हो, ल वर्ल्डमा फर्स्ट क्रिएटिभ कन्ट्री इन द वर्ल्ड। कसरी क्रिएटिभ भन्दा हाम्रो हरेक कुराहरू क्रिएटिभ हुन्छन्, कन्स्ट्रक्टिभ हुन्छन्, त्यसरी जान सकिन्छ क्या। त्यस कारण यो चाहिँ नेसनल कन्सेन्ससको कुरा पनि हो र राष्ट्रिय देशभरिका मान्छेहरूको एउटा मतैक्यता काइन्ड अफ साइकिक युनिटी भयो भने हामी के गर्न सक्छौँ भनेदेखि हामी यो देशलाई क्रिएटिभ कन्ट्रीको रूपमा चाहिँ वर्ल्डमा लान सक्छौँ। अब म अलिकति मेरो प्रोस्पेक्टमा आएँ। हामीले सिस्टममा कहिले पनि सुधार ल्याउन खोजेनौँ। सिस्टम जहिले पनि यस्तै रह्यो, कर्मचारी 10 बजे पुगोस् नपुगोस् उसलाई फरक नपर्ने होइन, काम होस् या नहोस् के फरक नपर्ने, उसले जवाफदेही त दिनु नपर्ने। अनि त्यो भइसकेपछि के भयो त भन्दा त्यसको अल्टिमेट फ्रस्ट्रेसन कहाँ आएर उत्रियो भन्दाखेरि यी नेताहरूमा आएर उत्रियो, स्टेटमा आएर उत्रियो, प्रहरीमा आएर उत्रियो, राज्यका सानासानामा आएर उत्रियो। त्यो फ्रस्ट्रेसन उत्रिने ठाउँ भइदियो। त्यो किन भयो भन्दाखेरि त्यो फ्रस्ट्रेसन कसरी पलायो भन्दाखेरि चाहिँ हाम्रा सिस्टमहरूले जसले जे काम गर्नुपर्ने थियो त्यसले त्यो काम नगर्दाखेरिको परिणाम हो नि त। यो भनेको माल फङ्सनिङ अफ दोज सिस्टम्स, त्यो सिस्टमहरू माल फङ्सनिङ हुँदाखेरि चाहिँ के भयो भन्दाखेरि हाम्रो यो स्टेट नै कमजोर भयो। किन भन्दाखेरि जब राज्यमा सिस्टम हुँदैन, क्रिएटिभ मान्छे अथवा केही गर्न खोज्ने मान्छे, एन्टरप्रेनर मान्छे देश छोडिहाल्छ, किन ऊ त केही गर्न खोजेको छ। अब मैले तपाईँलाई पहिला पनि एउटा इक्जाम्पल दिएको थिएँ, जस्तो नेपालमा प्याटेन्ट दर्ता नभएको कारणले कतिपय मान्छेले स्टार्टअपले अथवा नयाँ आइडिया भएका मान्छेले देशै छोडेर कहिले इन्डिया गएर दर्ता गरे, कसैले अमेरिका गएर दर्ता गरे। त्यो नेपालको राज्यलाई अथवा नेपालको सरकारलाई के थाहा भएन भने त्यो प्याटेन्ट भनेको त देशको सम्पत्ति हो नि त, त्यो व्यक्तिको मात्रै होइन। देशको सम्पत्ति लगेर विदेशीलाई बुझाइयो। किन भन्दा देशमा कानुन नभएर, देशमा दर्ता नगरिदिएको कारणले पनि धेरै आइडियाहरू देश छोडेर बाहिर गए। त्यसरी यस्तो धेरै एस्पेक्टहरू छ, एउटा मात्रै होइन। म तपाईँलाई सेक्टर वाइज, एरिया वाइज, डिफ्रेन्ट एरियामा डिबेट गर्दै जानेछु अथवा आफ्नो कुराहरू राख्दै जानेछु अनि हामी कमन डिबेटमा पनि आउनेछौँ। त्यो किनभने हामीले अब विकास बहस, देशमा विकास कसरी हुन्छ त्यो बहस गरौँ न। यदि आज नेपाल धनी हुन्थ्यो भने हामीसँग सबै कुरा हुन्थ्यो क्या। धनी नहुँदाखेरिको कुरा हुन्, मान्छे बिके, यो गरे उ गरे, विदेशीले खेले भन्ने कुरा पनि त्यो पर क्यापिटासँग जोडिएको कुरा हो। मान्छे नेपाली त्यस्तो लोभी मान्छे पनि होइन, नेपालीहरू एकदम दानी मान्छे हो। तर के भइदियो भन्दाखेरि अब ब्रेड एन्ड बटरकै समस्या भइसकेपछि त प्रब्लम हुन्छ, हातमुख जोड्ने समस्या। अनि त्यसले गर्दाखेरि के भयो भने अब हामीले देशको इकोनोमीलाई माथि उठाउनलाई के हुन्छ एउटा प्रस्फुटन भन्छौँ नि हामी होइन, एक्सप्लोजन अफ द इकोनोमिक एक्सप्लोजनमा कसरी काम गर्न सकिन्छ भनेर चाहिँ हामीले त्यसमा वर्कआउट गर्नुपर्ने छ। त्यसमा चाहिँ मैले धेरै प्लानहरू ल्याएर सरकारलाई पनि बुझाइसकेँ हौँ। म केही सबै कुराहरू यहाँ भन्नु त्यति उपयुक्त नहोला, तर सर्टेन कुराहरू चाहिँ म थोरै लिमिटेड मात्रामा चाहिँ म पब्लिकमा पनि भन्दै जानेछु। किनभने यो देश बनाउनुपर्छ, तपाईँ हामी सबैको आइडियाले बन्छ। मैले जानेको कुरा सबै अल्टिमेट सत्य हो भन्ने पक्षमा म छैन, तर मैले जुन आइडिया ल्याएको छु त्यसमा त बहस होस् न। नेपाललाई मैले भनेको छु 1 वर्षमा ट्रेड डिफिसिट 0 पार्न सकिन्छ,
3 वर्षमा नेपालको जीडीपी $200 बिलियन भनेको 5 टाइम्स आजको भन्दा 5 टाइम्स बढाउन सकिन्छ र 7 to 10 इयर्सको पिरियडमा नेपाललाई $1 ट्रिलियन को इकोनोमीमा पुर्याउन सकिन्छ। यो मेरो एजेन्डा छ र मसँग क्लियर पिक्चरहरू पनि छन्। सँगसँगै मलाई जनताले नपत्याइकन यो कुराहरू हुँदैन। तपाईले भोट नहालिकन अथवा कसै मान्छेले चाहिँ मलाई नपत्याइकन चाहिँ त्यो चिजहरू हुन सक्दैन। त्यसकारणले अभियसली हामी इलेक्सनमा उम्मिदैछौँ। इलेक्सनमा अब केही दिनपछि हामी घर दैलो कार्यक्रम आउँदैछौँ, जहाँ अब अहिलेलाई हामी घर दैलो कार्यक्रम अथवा त्यो चुनावी प्रचार प्रसार गर्न नपाइने भएको हुनाले हामी खास गर्दैनौँ। तर जब हामी घर दैलो कार्यक्रम आउनेछौँ तपाईँले देख्नुहुनेछ। त्योभन्दा पहिला नै मेरो बारेमा तपाईँले पर्सनली बुझ्नुपर्ने छ। तपाईँले हेर्नुहोस् शम्भु पोखरेल को हो, कहाँ गर्यो, के गर्यो। मैले आफूलाई जानकारी आफ्नो बारेमा जानकारी दिँदाखेरि चाहिँ म वर्ल्डमा त्यो ठाउँमा अथवा त्यो पोजिसनहरूमा म पुगेको नेपाली हो जो पदमा नेपालीहरू बिरलै पुगेका छन्। अब मेरो हिसाबले चाहिँ मैले भेटे अनुसार चाहिँ पुगेको छैन, तर हुन पनि सक्छ। अर्काको कुरा मैले फल्सिफाई गर्नु जरुरी भएन। तर म जुन लेभलमा पुगेर इन्टरनेसनल लेभलमा पुगेर काम गरेँ, द वर्ल्डको त्यो सिस्टमहरू स्टडी गर्ने मौका पाएँ। त्यो मौका धेरै नेपालीले पाउनु भएको छैन होला र त्यो दुनियाँ देखेर दुनियाँ सिकेर आएको चिजलाई चाहिँ मैले नेपालमा इम्प्लिमेन्ट गरौँ त। नेपालमा के पोसिबल छैन, नेपाल पनि त त्यस्तै गरी समृद्ध राष्ट्र हुन सक्छ भन्ने सपना दृढ विश्वासका साथ म अहिले यहाँ उत्रिएको हुँ। त्यसकारणले तपाईँको साथ र सहयोगको अपेक्षा गरेको छु, तपाईँको प्रश्नको अपेक्षा गरेको छु। तपाईँहरूसँग म अगाडि उभिएर हैसियत दिन चाहन्छु। तर यो देश चाहिँ पछाडि पर्नु हुँदैन, देश अगाडि बढ्नुपर्छ र देश अगाडि बढाउनलाई तपाईँ हामी संयुक्त रूपमा काम गर्नुपर्छ। यति भने नमस्कार आजलाई।